आएको गाडी छ भाइ गाडी छ त्यो चाहिँ कहाँ गएको टुरिङ 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 भन्दैछ नि त 8 बजे आएर बर्छ अहिले गयो बिसा मैले गाडी दिएर बसको यात्रीहरू पनि आइपुग्नु भयो तर तपाईँ प्रभुले हामी प्रति गर्नुभएको प्रेमको लागि तपाईँलाई विश्वास त्यो ड्राइभर भाइहरूलाई गाडी चलाउन सहायता गर्नुहोस् प्रार्थना गर्दै बिन्तीलाई प्रभु यीशुको नाममा सुनेर दिन हवस् घाम लाग्यो घाम टल्के त अनुहार त खिचेको छ कहाँ फोटो भिडियो नि हौ भ्लग यता पनि घुम्यो हाई गाइस छैन होला नि फेरि हाई गाइस चाहिँ होइन हाई गाइस चाहिँ होइन हेलो ब्रो नि यो त छैन है आउँदो रहेछ short break भरे ऊ So finally we reached जयमसी हुन्छ भाइनीमा हुनुहुन्छ दाजु हुनुहुन्छ हाम्रा एलिमवासी प्रभु सेवक हुनुहुन्छ यहाँहरूले पनि मुक्ति पाए
कति राम्रो छ। यो घरमा आशिष आयो, जस्तै घरमा जस्तै उधार आएको छ यो घरमा। उधार आए छोरी खोर पाए खण्डमा आज यहाँको मङ्गनी भइरहेछ। सुन्नुभयो नि, अगाडि हामीहरू आयौँ, ज्ञानपुरको दसहरू आए, लोहे हाम्रो छिटोले अब बातचित गर्नु पऱ्यो नि त। प्रभावको मागमा छ, सङ्गति हो नि प्रभु साथमा, खानपिन त पाइन्छ नि छ, तर यो सङ्गतिको चाहिँ राम्रो कति राम्रो छ। यसमा यहाँ मात्रै छ, तर असल र खराबको ज्ञानको रूपबाट तिमीले नखानु, किनकि जुन दिन तिमीले खान्छौ त्यही दिन तिमीले surely तिमी मर्छ भन्नुभएको के गर्नु। शैतान कहिले शैतान छैन, यो शैतान डरलाग्दो छ। आफ्नो दिनहरू दोस्रोको किताब 4 पढ्दिनु, यस्तो शैतान यो ठाउँमा छ। यो शैतानले कहिले पनि मान्छे त्यसलाई प्रवेश चिन्नु भने ताने गर्दैन। के बुझाइ हार यदि सेनानीको के बुझाइ हार तिमीले आफ्नो हृदयको लागि अब हेर्दै नि 13 ऋषिहरूको हृदय अब यिनीहरूको हृदयमा परमेश्वरको हामीलाई ल्याउनु भयो, तिनीहरूमा आशिष दिनुभयो अनि आफ्नो शोक किन आज मण्डलीमा यस्ता जवान छोराहरू आज लगायत अब हामी मात्रै नभएर अब आउँदो भविष्यमा गर्नेहरू प्रभु जवानहरू छ प्रभु, यहाँहरूलाई पनि प्रभु तपाईँले सहायता गर्नुहोस् प्रभु। आज बाटो बिराउनदेखि बचाउनु, आज मण्डलीलाई प्रभु, आज सरसल्लाह आमा बाबुको एउटा ठुलो प्रभु आज यो कर्तव्यमा प्रभु आज हामीले जुन आदर पायौँ यो सबै जुन दिन तपाईँले आफ्नो छोरी प्रदान भयो त्यो दिनदेखिसम्म आजको दिन तकसम्म प्रभु मण्डली सन्डे स्कुल टिचरहरू अनि यसरी नै मण्डलीमा भएको दासहरू, मण्डलीमा भएको तपाईँको प्रियजनहरूले मलाई प्रार्थना गरिकन प्रार्थनाको उत्तरमा जवानी अवस्थामा पनि प्रभु दर्पण प्रार्थना गर्नु छ। यसको यहाँनिर एउटा औँठी छ, जहाँनिर विजयले छोरीहरूलाई दिन चाहनुहुन्छ। यो औँठी हेर्नुहोस् त, सुनको औँठी छ, तर गोलाकार छ। यो चाहिँ मङ्गनीको औँठी पनि छ। यसलाई फल्लाको हातमा औँठी रहेछ, त्यो मङ्गनीको चिन्ह है यो चाहिँ। अनि यो गोलाकार हो, यो गोलाकारले यही देखाउँछ, यस्तो प्रभावित छ। अब यिनीहरूको जीवन चाहिँ भविष्यमा इटरनिटी हुन्छ, अनन्त कालको हुन्छ। उनीहरूको कसैले छुटाउनु सक्दैन, खालि मृत्युले मात्र छुटाउँछ भनिकन यसको प्रमाण हो। अर्को प्रमाण यता अधिकार पनि यस्तो छोरी पनि प्रकारले छोरीले पनि यता लगाइदिनु। हाम्रो प्रिन्सिपल दाजु भाउजू आइदिनुहोस् यहाँनिर, सुन्नुहुँदैछ होला प्रिन्सिपल दाजु भाउजू। देउलाई गीत प्रभुको दास हुनुहुन्छ अनि भिक्षुबाट प्रभुको सेवक हाम्रो हुनुहुन्छ, हाम्रो जोन सर पनि हुनुहोस्। यहाँहरूको लागि पनि यहाँहरू पनि हुनुहुन्छ। ल यहाँ चाहिँ हाम्रो मण्डली, म चाहिँ परिवारमा जेठा छोरा परेको छु। मेरो वाइफ चाहिँ आउनु सकेन, मेरो अस्वस्थ छ। र मेरो मुनि दिदी मर्सी दिदी हो। भेना अस्वस्थ भएको खण्डमा भेना आउँछन् चाहिँ यसको बादमा हामी फुपू तिवारी फुपा फुपू हुनु नै कान्छी फुपू अन्त बहिनी एकता अनुसार र ज्वाइँ आइजक अनुसार खै एकता खै पहिले गरेको थिएन, पहिले आज अब गर्नै पऱ्यो। उहाँद्वारा प्रार्थनाको उत्तरमा हाम्रो मण्डलीको सबैभन्दा ठुलो अब के भने सारा सिक्किमकै सबैभन्दा ठुलो प्रभुको दास हुनुहुन्छ। यहाँहरूको प्रार्थनाको उत्तरमा यो सम्भव भएको हो। त्यसले गर्दा हाम्रो प्रभुको दासलाई हामी प्रभु, यहाँको नाम चाहिँ आइके बस्नेत हुनुहुन्छ। नानीहरू बेटा
2 मिनट प्रभुको दासले एलाउ गर्नुभयो भने आज हामी जब प्रभुमा बाँच्छौँ हाम्रो एउटा घर हुन्छ।